कमैया महिला जागरण समाज नेपाल संस्था से संचालित स्थानीय अधिकार कार्यक्रम यी वर्ष निम्जल बा। तर संस्था से समुदाय में पुगैलेक योगदान की प्रशंसा करती ऐना दिन में फे ऐसिन कार्यक्रम की निरंतरता की अपेक्षा करते बड़ैयाताल वार्ड नंबर 4 के वडा अध्यक्ष नरे थापा। कार्यक्रम चाहिँ सञ्चालन गरेपछि अब अहिलेसम्म हाम्रो भनौँ न मुक्त कमाएको हकमा बड़ैयाताल गाउँपालिका वडा नम्बर 4 मा चाहिँ कमैया महिला जागरण समाज नेपालबाट चाहिँ जे जति चाहिँ सेवा सुविधा पाएका छन् आम कमैयाहरूले त्यो कुरा चाहिँ अब भोलिको दिनमा चाहिँ अब यो संस्था चाहिँ अब 2025 सम्म मात्रै रहेर चाहिँ भोलि त्यो चाहिँ स्थानीय सरकारलाई दिइसकेपछि स्थानीय सरकारले त्यो किसिमको गर्न सक्ने अवस्था देख्दिनँ मैले। किनभने अब राज्यको नीति नियमै त्यस्तै छ। राज्यको नीति नियममा चाहिँ के छ त अब सबै कुरा चाहिँ कार्यक्रम गर्नलाई आर्थिकको आवश्यकता पर्दछ। त्यसकारणले म पनि एउटा चाहिँ स्थानीय सरकारभित्रै रहेर कार्यपालिकाको सदस्य भएको हैसियतले चाहिँ म के भन्न चाहन्छु भने यिनी संस्थाहरू 15-20 वर्ष चाहिँ नि चलाएर जो मुक्त कमाइया जो चाहिँ पछाडिएको वर्ग छ तिनलाई चाहिँ अलिकति अगाडि बढाएर अनि स्थानीय सरकारको जिम्मामा लगाएर चाहिँ जाँदा अति उचित हुन्थ्यो भन्ने मलाई चाहिँ लाग्छ। सन् 2013 से 2025 सम्म आइबेर संस्था से समुदाय के लाग का कैसिन काम करती आयल रहेट 12 वर्षसम्म करले कार्यक्रम के बारे में जानकारी कराइठै संस्था के कार्यक्रम संयोजक रमेश कुमार चौधरी। यो हाम्रो स्थानीय अधिकार कार्यक्रम 2013 देखि सुरु भएको हो र हालको 2025 सम्म आउँदा 12 वर्ष भइसक्यो र यो 2025 मा चाहिँ हामी समापन कार्यक्रम गर्न लागेको छौँ। यो कार्यक्रम मुख्यतया स्पोन्सरशिप बालबालिकाहरूको कार्यक्रम भएकोले जुन स्पोन्सरशिप बालबालिकाहरू छन् डाइरेक्ट सपोर्ट नगरेर उनीहरूको अभिभावकहरूलाई हामीले तालिमहरू दिने, उनीहरूलाई कृषि खेतीको बारेमा जानकारी गराउने तथा विभिन्न कृषि सामग्रीहरू दिएर उनीहरूको आय आर्जन वृद्धि गर्ने तथा विभिन्न व्यावसायिक सहयोग गरेको छौँ र त्योसँगै त्यो बालबालिकाहरू पढ्ने विद्यालयमा शिक्षामा चाहिँ सहयोग गर्ने उद्देश्यले शिक्षाको प्रविधि मैत्री वातावरण पाओस् भन्ने हिसाबले प्रोजेक्टर, ल्यापटप, प्रिन्टरहरू, एलइडी टिभीहरू सहयोग गरेको छौँ र त्यो सँगसँगै शौचालय मर्मतदेखि लिएर विद्यालय कक्षाकोठा व्यवस्थापन, पी फर्म, कार्पेटहरू, गाउँ राउन्ड टेबलहरू सहयोग गरेको छौँ र खास गरी महिला अधिकारको क्षेत्रमा काम गर्दा चाहिँ श्रमिक महिलाहरूको कार्यबोझ कम गर्नको लागि उनीहरू निर्धक्कले आफ्नो कार्यक्षेत्रमा जाउन् भन्ने उद्देश्यले चाहिँ त्यो बड़ैयाताल गाउँपालिकामा 2वटा सामुदायिक शिशु स्याहार केन्द्र पनि निर्माण गरेको थियौँ र त्यो निर्माण गरिसकेपछि त्यहाँ चाहिँ श्रमिक महिलाहरू आफ्नो 2 देखि 4 वर्षका बालबालिकाहरूलाई छोडेर आफ्नो काममा निर्धक्कसँग जाने र कामबाट फर्केपछि आफ्नो बच्चालाई घर ल्याउने हिसाबले चाहिँ त्यो सञ्चालन गरेको थियो र त्यो कार्यक्रमले चाहिँ सञ्चालन व्यवस्थापन पालिकाले नै हेरिरहेको कुरामा जानकारी गराउन चाहे। संस्था से विशेष करके बड़ैयाताल गाउँपालिका वार्ड नंबर 4, 5, 6 और 7 में विद्यालय क्षेत्र, कृषि क्षेत्र, महिला अधिकार, दिगो जीविकोपार्जन तथा विपद व्यवस्थापन के क्षेत्र में काम करती आयल रहे। संस्था से करले काम अत्यंत प्रभावकारी रहले बात बटवैठै बड़ैयाताल गाउँपालिका के अध्यक्ष हिमालय त्रिपाठी। कमैया महिला जागरण समाजले विगतदेखि हालसम्म यसले राम्रा कामहरू गर्दै आइरहेको छ। शिक्षाको सवालमा होस्, स्वास्थ्यको सवालमा होस्, पोषणका विषयमा होस्, अन्य विविध विषयमा जनताको जीवनसँग जोडिएको विषयलाई यसले माथि उकास्ने र टेवा दिने काम गरेको छ। यस अर्थमा यस संस्थालाई हामी विशेष धन्यवाद दिन चाहन्छौँ। हाम्रो अहिले बड़ैयाताल गाउँपालिकाको 7 नम्बर र 4 नम्बर वडामा शिशु स्याहार केन्द्रहरू स्थापना भएका छन्। दुईवटा शिशु स्याहार केन्द्र स्थापना भएका छन्। हामीले यस शिशु स्याहार केन्द्र अनुगमन गर्ने सवालमा त्यहाँको अवस्था, त्यहाँको प्रकृति, त्यहाँको भूगोल, त्यहाँको अवस्था एकदमै राम्रो लाग्यो। बरु विद्यालयमा बच्चा छैन, त्यो शिशु स्याहार केन्द्रमा बच्चा छ। किनभने कमैया महिला जागरण समाजले जन्माएको हो त्यो र अब त्यसलाई व्यवस्थित गर्नुपर्छ भन्ने हिसाबले हामीले कार्यपालिकाले एउटा कार्यविधि पनि बनाएको छ। जो यहाँहरूकै सल्लाह सुझाव अनुसार नै राम्रै तरिकाले समाजलाई मिल्ने सुहाउने हिसाबले कार्यविधि पनि निर्माण गरेका छौँ र आगामी त्यसलाई अलि दिनमा अलि व्यवस्थित तरिकाले त्यसलाई हामीले बनाउनुपर्छ र कमैया महिला जागरण समाजले जुन आयोजनाहरू गरेको छ, कामहरू गरेको छ, अति सान्दर्भिक छ, अति ठिक छ। आगामी दिनमा यो योजनाहरू फेज आउट भए तापनि अझै निरन्तर रूपमा
आइरहोस् भन्ने म कामना गर्न चाहन्छु र यहाँहरूले गरेको कामको पनि म विशेष धन्यवाद दिन चाहन्छु। संघ संस्थाका लेख सरकार के एक ठो सहयोगी अंग हुए उहे से स्थानीय सरकार नाइपुग्लिक ठाउँमा कमैया महिला जागरण संस्था से कैगिले काम एकदमै उदाहरणीय रहले सरकारवाला हुकन के कहाइबा। अनुज थारू गुरबाबा एफएम बाँसगरी बर्दिया।